Hello everyone, namaste, welcome to my YouTube channel. म चाहिँ इभिनिङ वाक हिँड्दैछु। इभिनिङ वाक हिँड्ने टोली चाहिँ मेरो यस दुईजना हो। हामी चाहिँ बाटोमा हिँड्दै 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 भित्रभित्र जान्छौँ कि टाढा कति लगभग 1.5 घन्टा जति हिँड्छौँ हामी डेली। यो चाहिँ मेवा हो। बाटोमा हिँड्दाखेरि भेटेको के नयाँ नयाँ बाटो खोज्दै हिँड्छौँ कि हामी दिनदिनै। यहाँ चाहिँ छ मकै। यो चाहिँ हिजो चाहिँ हामी अर्को बाटो गएको थियो, अहिले अर्को बाटो। यहाँ रहेछ बाँसगाडी, बाँसको बोट हो कि यो चाहिँ। अनि सिजन गइसक्यो तापनि बन्दा चाहिँ कस्तो राम्रो रहेछ कि किरा नलागेको। मकैहरू चाहिँ यस्तो मजाले उम्रेछ, गोड्ने बेला भएको रहेछ। कस्तो राम्रो छ है। यो चाहिँ पिपलको बोट। गाउँबारीहरू नि छ, कोही काटेर भ्याइसकेको रहेछ, कोही फल्दै पाक्दै रहेछ। यतापट्टि पनि कोही हरियो छ, कोही पाकिसकेको छ। थाक्यो चाहिँ यस्तो शीतल थियो नि त, आनन्द थियो, हिँड्न पनि सजिलो थियो। यो पछाडिको हरियो पनि गाउँ नै हो। मेरो टोली चाहिँ आमा दिदीहरूसँग हिँड्न जान्छु के। हेलो एभ्रीवान, नमस्ते, वेलकम टु माई युट्युब च्यानल ज्योति। मैले इभिनिङ वाकको भिडियो बनाएको छु। तपाईँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला। मलाई चाहिँ एकदम मनपर्छ यस्तो। यो छ काफल, फेरि पनि काफलको बुटमै पुगियो। कस्तो राम्रो रहेछ कि फुल है। लटरम्म पाके रहेछ काफल। अनि कोही खाने कोही टिप्ने। बाटोमा हिँड्दा हिँड्दा कुखुरा पनि भेटियो। कुकुरहरू त्यहाँ खेल्दै रहेछ कि पार्कमा।